यदि तपाईहरुले पनि आफ्नो फेसबुक एकाउन्टमा स्टोरी लगाउनुहुन्छ, तपाईहरुले आफूलाई मन परेको 4-5 मिनेटको भिडियोहरु स्टोरीमा लगाएर सकिरहनु भएको छैन। यदि तपाईहरुले आफ्नो स्टोरी फेसबुक स्टोरीमा 4-5 मिनेटको भिडियो फुल भिडियो स्टोरीमा लगाउन चाहनुहुन्छ भने तपाईहरुले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला र तपाईहरुले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेरिसक्यो भने तपाईहरुले एक क्लिकमा 4-5 मिनेटको भिडियोहरु आफ्नो फेसबुक स्टोरीमा लगाउन सक्नुहुनेछ, जो तपाईहरुले आजसम्म सकिरहनु भएको छैन। त तपाईहरुलाई मैले एउटा यस्तो ट्रिक बताउने छु, जुन ट्रिकले गर्दा तपाईहरुले आफ्नो फेसबुक स्टोरीमा 4-5 मिनेटको भिडियोहरु तपाईहरुले आफ्नो स्टोरीमा फुल लगाउन सक्नुहुनेछ। त्यसको लागि तपाईहरुले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नुहोला। डाइरेक्टली तपाईहरुले फेसबुक स्टोरी लगाउनुहुन्छ, यहाँबाट नलगाएर हामीले अर्कै ट्रिक अपनाउने छौं। त्यो ट्रिक अपनाउनको लागि मैले मिनिमाइज गरेँ। मिनिमाइज गरेपछि ओपन गर्नुहोला आफ्नो मेसेन्जर ओपन गरेपछि साथीहरु कुनै साथीको मेसेज बक्समा जानुहोला। मेसेज बक्समा गएपछि यहाँ फोटोको आइकन छ, यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरेपछि तपाईको ग्यालेरी खुल्नेछ। ग्यालेरी खुलिसक्यो भने तपाईहरुले मन परेको 4-5 मिनेटको भिडियो 6-7 मिनेटको भिडियो जो कोही छ त्यसलाई तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ। म एउटा भिडियो सिलेक्ट गर्नेछु। मसँग अहिले यहाँ 3 मिनेटको भिडियोहरु छ। यो 3 मिनेटको भिडियोलाई मैले स्टोरीमा राख्नेछु। जुन भिडियो तपाईलाई मन परेको छ, जुन भिडियो तपाईले 4-5 मिनेटको भिडियो छ, 6-7 मिनेटको भिडियो छ, त्यसलाई स्टोरीमा फुल लगाउन चाहनुहुन्छ भने त्यसलाई यसरी क्लिक गर्नुहोस्। क्लिक गरेपछि साथै तपाईले यहाँ देख्नुहुन्छ एडिटको आइकन रहेको छ, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरेपछि साथीहरु त्यसपछि तपाईको मोबाइलको यस्तो खाले इन्टरफेस खुलेर आउँछ र साथीहरु तपाईले देख्न सक्नुहुन्छ योर स्टोरी भन्ने रहेको छ। यो योर स्टोरीमा एकचोटी क्लिक गरिदिनुस्। यसमा क्लिक गरेपछि शेयरिङ टु स्टोरी भन्ने रहेको छ, देख्न सक्नुहुन्छ आइसकेको छ मेसेज। अब हामी मिनिमाइज गर्नेछौं। ब्याक आयौं। ब्याक आइसकेपछि हामी स्टोरीमा जानेछौं। अब स्टोरीमा गएपछि साथीहरु तपाईले यहाँ देख्नुहुन्छ यहाँ लोडिङ भइरहेको छ। तपाईहरुको जुन 4-5 मिनेटको भिडियो हो त्यो स्टोरीमा आउन सुरु भइसकेको छ। तपाईले देख्न सक्नुहुन्छ यसरी तपाईले राख्नुभयो भने जो कोही भिडियो पनि 4-5 मिनेटको छ, 6-7 मिनेटको भिडियो छ, त्यसलाई तपाईले फुल स्टोरीमा राख्न चाहन्छ भने यो तरिकाले तपाईले सजिलैसँग इजिली आफ्नो फेसबुक स्टोरीमा 4-5 मिनेटका भिडियोहरु राख्न सक्नुहुनेछ। साथीहरु देख्न सक्नुहुन्छ यहाँ हाम्रो स्टोरीमा आइसकेको छ। यो भिडियो 3 मिनेट कति सेकेन्डको भिडियो 20 सेकेन्डको भिडियो थियो, त्यो हाम्रो स्टोरीमा यहाँ लागिसकेको छ। यसरी तपाईहरुले कुनै पनि भिडियो आफूलाई मन परेको छ त्यो फुल भिडियो आफ्नो स्टोरीमा लगाउन चाहनुहुन्छ भने सकिरहनु भएको छैन भने यो तरिकाबाट सजिलैसँग तपाईहरुले आफ्नो फेसबुक स्टोरीमा 4-5 मिनेटको भिडियोहरु फुल स्टोरीमा लगाउन सक्नुहुनेछ। साथीहरु यही नै थियो आजको सानो जानकारी। यस्तै जानकारीमूलक भिडियोहरु हेर्न चाहनुहुन्छ भने technicalpic.com युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नुहोला। यदि फेसबुक पेजदेखि हेर्दै हुनुहुन्छ भने फेसबुक पेजमा पनि तपाईले फलो गर्नुहोला। साथीहरु हवस् त साथीहरु, धन्यवाद।